साथीहरु हामीसँग यो स्टेट र्याली एफजेड स्टेट र्याली छ हैन। यसमा चाहिँ हेर्नुस्, हेर्दाखेरि तपाईहरु के देख्नुहुन्छ, के प्रब्लम छ भन्दा यसमा स्पार्क आउँदैन। यहाँ स्पार्क आउँदैन हैन। सेल भन्दाखेरि तपाईहरुको आवाज आउँछ तर स्पार्क आउँदैन। स्पार्क छैन। स्पार्क छैन। के भयो भनेर हेर्दै गर्दाखेरि तपाईको यो इग्निसन कोइलको लाइन चाहिँ यस्तो गरेर रहेछ। यो इग्निसन कोइलको लाइन काटेर यसरी जोड्या रहेछ। यो कोइलको लाइन लगाएर जोड्नु पर्ने चाहिँ यस्तो छ। ल हेर्नुस् है, टेप लगाएर मात्रै पठाइदिए। यसको लाइन यो लगाएर जोड्नु पर्ने ठाउँ जोडेको छैन। यति टुक्रोमा मात्रै लाइन कसरी आउँछ? सिधा यति छ। यहाँ लाइन यहाँ एउटा ज्याक यसरी काटेर यसरी एउटा ज्याक काटेर जोडिदिएको छ। यो यहाँ जोडिदिए मात्रै छ। यो ज्याक जोडेर यहाँ टेप लगाएर यो लाइनमा यो तारमा यहाँ टेप मात्रै लगाएर छोडिदिरहेछ। टेप लगाएर यतापट्टि छोडिदिरहेछ। अनि करेन्ट आएन तपाईको बाइकमा भनेर त्यसै प्याक गरेर पठाइदिरहेको रहेछ। हिजो आएको हो। हिजोदेखि टाइम फुर्सद नभएर हेरेन। पछि के भएको रहेछ भनेर हेर्दै जाँदाखेरि यसमा समस्या रहेछ के भने तपाईको यहाँ पनि लाइन काटेर यस्तो गरेछ। यो नहुने कुरो, यो यसरी त हुँदैन यो हैन। अनि यसमा चाहिँ समस्या के रहेछ भन्दाखेरि तपाईको यहाँ हेर्नु सिडिआईमा चाहिँ यहाँ सिडिआईमा यहाँबाट ज्याक एउटा आउनु पर्छ के यसमा। यो जुन इग्निसन कोइलमा जाने लाइन यहाँबाट निस्किने हो। इग्निसन कोइलमा यहाँबाट जुन लाइन निस्केर जानुपर्ने त्यो लाइनै छैन। यो लाइनै गायब गर्दैछ। यसको चाहिँ केही छैन। यो लाइन यहाँबाट चाहिँ कस्तो हुन्छ भने तपाईको सिडिआईमा समस्या देखियो। यसमा चाहिँ यहाँ यो ज्याकमा यो ज्याक यहाँ यसरी बसेर यो ज्याक यहाँ यसरी लागेर अनि यहाँबाट ज्याक जोडेर बल्ल त्यस यो लाइनमा करेन्ट गए पछाडि बल्ल इग्निसन कोइलले स्पार्क गर्नुपर्ने हो। तर यसमा चाहिँ यो कहाँ खोले हो, कहाँ देखाएको थाहा छैन। यो सिडिआई निकाल्ने बेलामा यसको सिडिआईको यो कसरी गयो थाहा छैन। यसको यो ज्याक नै यहाँको सिडिआई नै फुटाइदिएर ज्याकै छैन। जुन ज्याकमा आउनुपर्ने लाइनको ज्याक नै छैन। अनि यस्तो भए पछाडि अनि स्पार्क आएन भनेर प्याक गरेर पठाइदिरहेछ। अब यो लाइनलाई तपाईको यो जुन स्पार्कलाई यो कोइलमा जानुपर्ने लाइन इग्निसन कोइलमा जानुपर्ने लाइन इग्निसन कोइलमा जाने लाइन जोडेकै छैन त लाइन कसरी आउँछ? इग्निसन कोइलको लाइनै खाली। इग्निसन कोइलमा जानुपर्ने जुन प्लस लाइन छ नि, जुन करेन्ट स्पार्क जाने लाइन त्यो लाइनै छैन, जोडेकै छैन। यतापट्टि पुरै खाली छ। अनि करेन्ट आएन, यो हुँदैन, करेन्ट आउँदैन, यो समस्या ठुलै छ यसमा भनेर पठाइदिया रहेछ के। यो कसरी कहाँ खोले हो के हो यो थाहा भएन। तर यसरी कस्टमरको यसरी यो हुँदा खाँदा चलिरहेको स्कुटर यसरी सिडिआई नै बिगारिदिने अनि त्यहाँ तपाईको यसरी लाइनै छोडिदिने, यो हुँदैन अनि भन्ने लाइनै बिगारिदिने, यस्तो गर्नु त भएन नि त। यसको अब यो लाइन ज्याकै छैन। अचम्मको कुरो त यो ज्याकै नजोडिकन लाइन आएन भनेर पठाइदिए पछाडि यो कसरी लाइन आउँछ त? यो अचम्म चाहिँ मलाई यहाँनिर लागिरहेछ क्या। ल स्टेट र्याली यो कहाँ कसले बनाउनु भयो, कसरी बनाउनु भयो यो कुरो त हामीलाई थाहा भएन। यो थाहा हुने कुरो पनि रहेन हैन। तर यसमा यो लाइन यसको ज्याक नभएको कारण भनेको यसको निष्कर्ष भनेको यो सिडिआईमा बिगारिएको सिडिआई पल परेको छ। यसरी सिडिआईको यो ज्याक यहाँ जुन यहाँ आउटपुट लाइन आउनुपर्ने ज्याकै छैन। यो सिडिआई चेन्ज गरेपछि हुन्छ है त। यसलाई सिडिआई चेन्ज गर्नुपर्ने भयो। हस्, धन्यवाद।